अहिले चाहिँ हामी भर्खरै 2 घण्टाको समयपछि जलजलीबाट करिब यो स्थानमा आइपुग्यौँ। यो चाहिँ झन्डी र यो नेपालको फ्लाइटसँग सम्बन्धित भएकोले यसको नाम चाहिँ झन्डी पोखरी। रहस्यमै यस्तो सुन्दरता भएको ठाउँ जाउँ है त। तपाईँको कञ्चनजङ्घा होइन सगरमाथा जस्तो हिमालहरू अवलोकन गर्न पनि सकिन्छ। साथै यो झन्डी पोखरीमा चाहिँ नेपालको पूर्व भागमा अवस्थित रहेको यो पाँचथर जिल्लाको फालेङ वडा नम्बर 4 को यो झन्डी पोखरीमा एकदमै रोचक स्थान आइपुग्यौँ हामी। रोचक स्थान आउँदै हामी यस ठाउँमा आइपुग्यौँ। यो चाहिँ झन्डी पोखरीको दृश्य। हामी करिब यहाँसम्म आइपुग्नु 2 घण्टा लाग्यो है भाइ? हजुर, यहाँसम्म 2 घण्टा लाग्यो। हामी यो झन्डी पोखरीमा आइपुग्यौँ हामी। रहस्यमै यस्तो सुन्दरता भएको पोखरी नेपालको पूर्वी भागमा अवस्थित रहेको यो यसलाई परिको एकदमै लामो गहिरामा अवस्थित रहेको यो नेपालको फ्लाइटसँग सम्बन्धित यो झन्डी पोखरी एकदमै हाम्रो रोचक स्थानतिर आज हामी घुम्दै यो तर्फ आइपुग्यौँ हामी। यति सुन्दरता भएको दृश्य है भाइ? हजुर हजुर, यति राम्रो ठाउँमा आइपुग्यौँ हामी। आज हाम्रो विवेक सरले चाहिँ यहाँसम्म हामीलाई लिइदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद दिन चाहे। हेर्नुहोस् है नेपाल, यो चाहिँ नेपालको नै भनौँ न, नेपालको प्रथम पोखरी नै यो झन्डी पोखरी जस्तो लाग्छ मलाई खासै। यस्तो भाइ यो झन्डा भएको पोखरी तपाईँले अहिलेसम्म देख्नु भएको छ कि छैन? छैन देखेको। यस्तो राम्रो ठाउँ छ दृश्यको अवलोकन गर्न यो झन्डी पोखरीबाट विभिन्न हिमशृङ्खला देख्नको साथै नेपालको अन्य भागहरू देखिन्छ। ठाउँ यति सुन्दरता कि मुखले बयान गर्न इमार्थ सकिँदैन। भौगोलिकता लुकेको ठाउँ एकदम रहस्यको पर्दा खोलेर हेर्दा पनि यति सुन्दरता ठाउँ कि मुखले बयान गर्न इमार्थ सकिँदैन। यहाँ विशेष गरी यो पाँचथरमा चाहिँ चौरी गोठ पालिन्छ। चौरीहरू देख्दै हुनुहुन्छ। यहाँ चाहिँ तपाईँलाई विशेष गरी चौताराहरूको सुविधा पनि दिएको छ। आकार यति सुन्दरता कि नेपालको फ्लाइटमा हामी आज पुग्यौँ। यहाँसम्म हेर्दै हुनुहुन्छ भने अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिन पनि हार्दिक अनुरोध गर्दछु। यहाँ चाहिँ तपाईँहरू बसेर फोटोहरू खिच्न मिल्छ होइन विवेक सर? यहाँ फोटो खिच्नुको लागि बनाएको होला यो सायद। ल त साथी हो, आजको लागि यति नै। क्यामेराम्यानमा विवेक सरसँगै म अंशु शेर्पा बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।